हेलो एभ्रिवान, G9 भेराइटी बनानामा बन्च कभर कसरी लगाउनु पर्ने, कहिले लगाउनु पर्ने र किन लगाउनु पर्ने भन्ने विषयमा म यो सानो इन्फर्मेटिभ भिडियो लिएर आएको छु। र ब्यागिङ गर्नुभन्दा अगाडि चाहिँ हामीले धेरै कुराको ख्याल राख्नुपर्ने हुन्छ। र फर्स्टमा चाहिँ फुल लाग्नुभन्दा अगाडि मतलब बिफोर फ्लावरिङ चाहिँ तपाईहरूले बच्चा छाड्नुपर्ने हुन्छ। बच्चा जसलाई हामी सक्कर भन्ने गर्छौँ should be the best among other suckers है। यो सक्कर्स पनि दुई खालको हुन्छ। एउटा चाहिँ स्वाट सक्कर भन्ने हुन्छ र अर्को चाहिँ वाटर सक्कर भन्ने हुन्छ। र यो दुई खालको सक्करमा बेसिक अन्तर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्वाट सक्कर चाहिँ नामबाट नै थाहा पाउनुहुन्छ कि त्यसको पात चाहिँ सानैदेखि सिलिक परेको हुन्छ र वाटर सक्करको पात चाहिँ सानैदेखि ठुलो ब्रोड हुन्छ। र हामीले बच्चा छान्दाखेरि चाहिँ स्वाट सक्कर छान्नुपर्ने हुन्छ, किनभने स्वाट सक्कर चाहिँ एकदमै राम्रो हुन्छ, फल पनि राम्रो र बेसी दिन्छ र वाटर सक्करलाई चाहिँ काटेर फ्याल्दा हुन्छ है त। र यो फोटोमा देख्न सक्नुहुन्छ स्वाट सक्करको रुट सिस्टम चाहिँ कति भिगरस छ है, तर वाटर सक्करको हेर्नुहोस् त त्यस्तो भिगरस छैन नि होइन। त्यसैले गर्दा चाहिँ हामीले स्वाट सक्कर चाहिँ राख्नुपर्ने हुन्छ र एउटा मदर प्लान्टमा चाहिँ एउटा बेस्ट स्वाट सक्कर चाहिँ छान्नुपर्ने हुन्छ, त्यो पनि बिफोर फ्लावरिङ है। र हामीले नेक्स्ट जेनेरेसन सक्कर पनि छान्यौँ, त्यसको बादमा फ्लावरिङ हुन्छ है। पहिला चाहिँ फ्लावरिङ ह्यान्ड चाहिँ तल झर्छ अनि त्यसको बादमा चाहिँ त्यो ह्यान्ड चाहिँ कर्भ भएर उकालो फर्किन्छ। द्याट्स अ साइन अफ डेभलपमेन्ट है। र त्यो फ्लावर्सहरू चाहिँ मुनि मुनि जान्छ राइट। र लास्टमा चाहिँ एउटा यस्तो पोइन्ट आउँछ कि अरू हात चाहिँ तल नै झर्छ, उकालो कहिले आउँदैन है। त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि चाहिँ फल्स ह्यान्ड भन्छौँ है, किनभने त्यो हात चाहिँ फुल फ्रुटमा कहिले डेभलप हुन सक्दैन। त्यसैले गर्दाखेरि चाहिँ हामीले त्यसलाई रिमुभ गर्नुपर्ने हुन्छ, बिकज बेमतलबको न्युट्रिएन्ट खाइरहेको हुन्छ त्यसले है। त्यसको तुरन्त बाद चाहिँ हामीले डिनेभलिङ गर्नुपर्ने हुन्छ। र नेभल भनेको चाहिँ मेल पार्ट अनि डिनेभलिङ भनेको चाहिँ मेल पार्ट रिमुभ गर्नु भनेको, बुङ्गा काट्नु भनेको है। यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बुङ्गाले खाने न्युट्रिएन्ट चाहिँ अब बनाना फ्रुट्सले पाउँछ अनि बनानाको ग्रोथ एन्ड डेभलपमेन्टमा चाहिँ छिट्टो अनि राम्रो हुन्छ है। र त्यो काटेको जग्गामा चाहिँ घाउ हुने गर्छ होइन। त्यो घाउमा चाहिँ हामीले चाहिँ सिओसीको पेस्ट बनाएर त्यसमा लेप लगाउँदा पनि हुन्छ, नभए चाहिँ हामीले टर्मरिकको पेस्ट लगाउँदा पनि हुन्छ है। हजुरहरूलाई एउटा एडिसनल जानकारी, जब बनाना प्लान्ट फ्रुटिङ र फ्लावरिङ स्टेजमा हुन्छ त्यतिखेला पोटासियम न्युट्रिएन्ट चाहिँ एकदम जरुरी भएको हुन्छ है। गाउँ बस्तीतिर चाहिँ के चलन छ भन्दाखेरि चाहिँ खरानी लगाउने चलन छ, त्यो चाहिँ एकदमै बेस्ट हो। खरानीमा चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा पोटासियमको मात्रा ज्यादा हुन्छ अनि त्यसमा पिएचलाई बढाउने क्षमता पनि हुन्छ। र कहिले खरानी लगाउने भन्दाखेरि चाहिँ यही फ्रुटिङ र फ्लावरिङ स्टेजमा लगाउनु भयो भने एकदमै राम्रो हुन्छ। तपाईँको यो ह्यान्ड्स पनि एकदम मजाले डेभलप भएर जान्छ। अर्को कुरा चाहिँ यो फ्लावरिङ एन्ड फ्रुटिङ स्टेजदेखि लिएर डिनेभलिङ स्टेजसम्म चाहिँ हप्ता 10 दिनको इन्टरभलमा चाहिँ निम ओइल स्प्रे गर्नुपर्ने हुन्छ, किनभने यो बेलामा चाहिँ इन्सेक्ट पेस्टको इन्फेस्टेसन हुनसक्छ। स्पेसली फ्रुट स्क्यारिङ बिटल भन्ने हुन्छ है, त्यसले बन्चमा फिजिकल ड्यामेज दिन सक्छ अनि फ्रुटको एपिरियन्स बिगार्न सक्छ है। अब यो सबै कुरा सकेपछि फाइनली ब्यागिङ गर्नुपर्ने हुन्छ। राइट आफ्टर डिनेभलिङ बुङ्गा काट्ने बित्तिकै र लेप लगाएपछि मात्र ब्यागिङ गर्नुपर्ने हुन्छ है। र देख्न सक्नुहुन्छ हाम्रोमा वाइट कलरको स्लिभ्सवाला ब्यागिङ रोल रिसिभ गरेको छौँ। यो चाहिँ अनकट छ र हामीले यसरी 5 फिट लेन्थको बन्च कभर नाप्दै काट्दैछौँ, किनभने G9 भेराइटीको घरि लामो हुन्छ। त्यसले गर्दा चाहिँ मिनिमम लेन्थ तपाईँले 5 फिट राख्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ।
एज यु सी इन द भिडियो है हाम्रो स्टाफले बनाना बन्च ब्यागिङ गर्नुहुँदैछ र यसको अप्पर पोर्सन एन्ड लोवर पोर्सन चाहिँ ओपन हुन्छ र फर्स्टमा चाहिँ माथिको पोर्सन बार्नुपर्ने हुन्छ र लोवर पोर्सन चाहिँ खुल्लै छोडिदिनु पर्ने हुन्छ। खुल्लै चाहिँ किन भन्दाखेरि चाहिँ किनभने यस्तो गर्दाखेरि चाहिँ राम्रो एयर सर्कुलेसन हुन्छ, भित्र ह्युमिडिटी मेन्टेन हुन्छ र पानी रहनु दिँदैन है। र इन्सेक्ट पेस्टको चिन्ता नगरे पनि हुन्छ किनभने इन्सेक्ट चाहिँ तपाईँको टप र साइडबाट अप्रोच गर्छ, नट फ्रम दि बटम है। र अब ब्यागिङ गर्नाले के फाइदा हुन्छ भन्दाखेरि चाहिँ फर्स्ट अफ अल इट एक्ट्स लाइक अ ब्यारियर। यसले इन्सेक्ट पेस्ट लाग्नु दिँदैन, त्यसले गर्दाखेरि फलको राम्रो अपियरेन्स हुन्छ र राम्रो डेभलपमेन्ट हुन्छ अनि सनबर्न हुनुदेखि बचाउँछ है त। सबै काइयोको एक समान मेच्युरिटी हुन्छ, त्यसले गर्दा राम्रो मार्केट प्राइस पाउन सक्नुहुन्छ है। र अल टुगेदर यसको मोटिभ यही हो, सिम्पल छ तर यसले धेरै बेनिफिट दिन्छ, त्यसले गर्दा यसलाई युज गरेको एकदमै राम्रो हुन्छ है। र यति भन्दै मेरो भिडियोलाई यही समाप्त गर्न चाहन्छु। थ्याङ्क यू।